भ्लग स्टार्ट गर्नु पर्यो भनेको बिहान त्यस्तै भयो। आज दिउँसो स्टार्ट गरेको। गर्मीले आमामामा के साह्रो गर्मी भगवान, भनि नसक्नुको गर्मी छ। हजुरहरूकोतिर कस्तो छ? हाम्रोतिर चाहिँ एकदम धेरै गर्मी। घरबाट बाहिर निस्केर भ्लग गर्ने त नसोचे नि हुन्छ भने जत्तिकै गर्मी छ। यो केटी चाहिँ मेरो दिदीको छोरी हो अनि मलाई भेट्न आएको अरे स्कुलबाट। त्यसले पढ्न जस्तो परेको काली भाइ पहिले भन्दा म कालो कि त कालो मैले दुध सुध तताएँ होइन। यो गर्मीमा आगो बाल्न अल्छी लागेर ग्यासमै तताएँ अनि जमाउनको लागि रेडी गरेँ। खाना पकाउने बेला पनि भयो अनि बोडी सोडी टिपेर ल्याएँ। साग र बोडी काटेर रेडी गरेँ। त्यस पछाडि अचार बनाएँ, टमाटर, काँक्रा, मुलाको। अनि हामी चाहिँ हतार मङ्गलाएर जानुपर्ने भयो अनि 3 जना बाइकमा निस्क्यौँ। सरर र बरा चिसो हावा खाँदै। कस्तो धेरै गर्मी छ झापामा चाहिँ। अनि मङ्गलाएर जाँदै थियौँ, बाटोमा हेर्नु न कत्रो कुकुर। यहाँ भएर मङ्गलाबारी गएर एउटा सामान रिसिभ गर्नुपर्ने थियो कुरियरबाट। अनि सामान पनि रिसिभ गऱ्यौँ। आएर एकछिन बाटो हिँड्न गयौँ। आजलाई यति नै।